साथीहरू तपाईँहरू घुमाउने आउँदै हुनुहुन्छ भने तपाईँलाई आज एउटा इम्पोर्टेन्ट कुरा चाहिँ म सिकाउँछु। तपाईँको काममा जानुहुन्छ, काममा जाने टाइम हुन्छ होला, बस हुन्छ होला, बस कार्ड दिन्छ होला। अब बसमा जानुहुन्छ भने यसरी बस यहाँ कोड हुन्छ, कुन नम्बर हो गाडी नम्बर चाहिँ तपाईँले याद गर्नुपर्छ। गाडी नम्बर चाहिँ यसरी याद गर्ने, आफ्नो नम्बर ट्याक्कै कति मिनटमा आउँछ भन्ने कुरा तपाईँलाई जानकारी हुनुपर्छ। हामी अहिले चाहिँ 1 मिनटमा आउँदैछ। अब बसमा चढिसकेपछि एउटा बस कार्ड दिन्छ, त्यो पनि तपाईँले कसरी गर्ने पनि सिकाउँछु यसरी है। बस चढ्यो, यसरी बस चढ्नुभयो तपाईँहरू, त्यसपछि एउटा बस कार्ड हुन्छ यस्तै ट्याक्क यहाँ पिङ पार्ने भयो। अब यो गर्नुभयो भने तपाईँहरू फाइनबाट बस्नुहुन्छ पहिलो कुरा चाहिँ। अब बाँकी बस कार्ड दिएकै हुन्छ, तपाईँको पैसा लाग्ने केही होइन, तर चाहिँ नियम पालना गर्नु होला। नेपाल चाहिँ होइन, नियम चाहिँ पालना गर्नुपर्छ। र नयाँ बनेको नेपाल सरकारलाई म के अनुरोध छु भने यस्तो सिस्टम गरिदियो भने अब यस्तो नियम छ, आनन्दल ट्याक्कै टाइममा आउँछ, ठ्याक्कै बस कार्ड हुन्छ, पैसा भाडा साडा यताउता झगडा हुने केही पनि टेन्सन पनि हुँदैन। ट्याक्कै टु पारिदियो गयो। अब पैसा महिनाभरिमा अब सरकारको तर्फबाट ट्याक्स जान्छ, त्यो सस्तो छ फेरि है। यो नेपाल यसको फाइदा चाहिँ मेनली अब अफिस जानुपर्ने हुन्छ, टाइममा अफिस पुग्नु पर्ने हुन्छ उहाँहरूलाई, र स्कुल जाने विद्यार्थीहरू, कलेज पढ्ने विद्यार्थीहरूलाई चाहिँ यस्तो नियम लागू भयो भने चाहिँ बहुत नै सजिलो हुन्छ। हाम्रो पब्लिकहरूलाई पनि लास्टै सजिलो हुन्छ, किनकि टाइम टेबल हुन्छ त, बस कति मिनटमा आउँछ। अब कस्तो हुन्छ यहाँ तपाईँको बस मिनट भने ट्याक्कै टाइममा आउँछ कि 1-2 मिनट पनि लेट हुँदैन। अब त्यो भयो भने चाहिँ सबैलाई सजिलो, म टाइममा जानुपर्छ, टाइममा काम हुन्छ, एउटा जुन सरकार हुन्छ काम गर्ने नेपाल सरकार, त्यसले एउटा नेपाललाई अलमोस्ट सायद विकास हुन सायद युरोप हुन टाइम के छ र यहाँ बिच बाटो छ, बिचबाट हाम्रो नेपालमा पनि छ, घरहरू अब आफ्नो आफ्नो चल्छ। बाँकी बसै हाल्ने त हो, अलिक सिस्टम ल्याउनु त हो। नयाँ बनेको पालिङ सरकारलाई मेरो चाहिँ सानो सुझाव यो छ। ल है त भाइ, बसौँ।